हेलो एभ्रिवान, हाम्रो चाहिँ नि हो हिजो के हो मैले भिडियो हालेको थिएँ नि मकै चाहिँ उयो भचाइदियो भनेर है बाँदरले हो कि केले हो भनेर हालेको थिएँ नि त हो। अन्त सपोज अब बाँदरले हो भने चाहिँ बाँदरको लागि यहाँ काँक्रा पनि रोपिदिइरहेको छु। काँक्रा पनि रोपिदिइरहेको छु, यहाँ पनि छ उतापट्टि पनि छ है। काँक्रा फल्दैछ नि फेरि। हामी चाहिँ अब आज चाहिँ नि अलिकति उयो के भन्छ उयो उसिनेर खाउँ भनेर नि लिनु गएको नि बारीमा। म देखाउँछु ल मेरो मकै बारी। अबे स्नेक हुन्छ है भाइ, हिँड उता हिँडिहाल न ल। तिमी त गम्बुट लगाइरहेको छौ नि त। अबे कस्तो झोडी गाडी छ भाइ, यता यतापट्टि आउनु, यतापट्टि आउ त। डोरो लाग्छ नि त, डोरो लाग्छ। औ अस्ति चाहिँ नि मैले नि यहाँ चाहिँ ठुल्ठुलो छ भन्थेँ होइन, तर यो आज खाली छ। यो आइले चाहिँ हिजो सबै घाँस काट्यो नि त हामीले हो। अन्त ठुल्ठुलो जति पनि ठुल्ठुलोहरू थियो सबै भचाइदिएछ हो। तर पनि केही छैन, हल्का हल्का भचाइदिएको छ हो। लगेछ यतातिर, यतातिर रहेछ मकैको खोसेल्टाहरू। यता रहेछ मकैको खोसेल्टा हौ। लेट मी चेक। ओ यहाँ तलतिर पनि रहेछ। टेम्पो रहेछ, बाँदर हो कि के ल्याउ होस् है।